बिना ढेउवा के दिनुहोस् चुलामा पाइप जान्छ। को डाँडामा बसेर हातमा ल्यापटप राखेर दिनको महिनाको 2 लाख 3 लाख 4 लाख। नमस्कार साथीहरू, आजको भिडियोमा हामी नेपालमा सत्ता परिवर्तनको बारेमा कुरा गर्दैछौं। विशेष गरी राजतन्त्रको पुनर्स्थापना र बहुदल प्रणालीको निरन्तरता बीचको बहसले कस्तो बहुआयामिक र जटिल संवाद सिर्जना गर्दैछ। नेपालको शासनको ऐतिहासिक सन्दर्भले हामीलाई थाहा दिएको छ कि यहाँका अतीतका प्रशासनहरूको सफलताहरू र असफलताहरूले स्थिरता र समृद्धिका लागि नेपाली जनताको आकांक्षामा ठूलो भूमिका खेल्दछन्। केही मानिसहरू स्थिरता र परम्परालाई ध्यानमा राख्दै राजतन्त्रमा फर्किनको पक्षमा छन्, जबकि अन्य बहुदल प्रणालीलाई लोकतान्त्रिक प्रतिनिधित्वको सशक्तिकरणको रूपमा प्रवर्धन गर्दैछन्। तर यो बहस केवल शासनको संरचनामा सीमित छैन। यसको जरा शक्तिमा रहेका नेताहरूको चरित्र र दृष्टिकोणमा गहिरो सम्मिलित हुन्छ। कुनै पनि राजनीतिक प्रणालीको प्रभावकारिता अन्ततः त्यसका नेताहरूको जिम्मेवारी, क्षमता र इमानदारीमा निर्भर हुन्छ। इतिहासले यो प्रमाणित गरेको छ कि केवल शीर्षकले राम्रो शासनको ग्यारेन्टी गर्दैन। नेपालका जनतालाई आफ्नैलाई सोध्नुपर्छ, नयाँ नेताहरू, चाहे तिनीहरू राजा हुन् या निर्वाचित अधिकारीहरू, देशको सर्वोत्तम चासोमा कार्य गर्ने कुरामा के आश्वासन छ। यसका साथै राजनीतिक संस्कृति विकास गर्दा पारदर्शिता, जवाफदेही र नागरिक संलग्नतालाई प्राथमिकता दिनु महत्त्वपूर्ण छ। राजनीतिक परिवर्तन केवल एक प्रकारको नेतृत्वलाई अर्कोमा साट्ने बारेमा हुनु हुँदैन। यसले जनकल्याणलाई प्राथमिकता दिने नेताहरूको विकासमा पनि ध्यान दिनुपर्छ। जसरी नेपालले आफ्नो भविष्यको दिशा निर्धारण गर्न जारी राख्छ, नागरिकहरूको चौकसी र संलग्नता अत्यावश्यक छ। एक यस्तो प्रणालीको पक्षमा आवाज उठाउन जरुरी छ जसले इमानदार नेताहरूको विकास र समर्थन गरिरहोस्। धेरै जस्तो देवताहरू ढुङ्गाको बनेको हुन्छ, चुपै लागेर बस्छ। जुन पीठमा गए पनि, जुन मन्दिरमा गए पनि एउटै कुरा मैले मागेको छु, देशमा शान्ति होस्, देश विघटन नहोस्, एकता कायम रहोस्। यही प्रार्थना जुनै पनि पीठमा मैले गएर गर्ने गरेको छु। नाराटी एकचोटि छोडेर हेर न भने जस्तो पो लागेको छ। हाम्रो माझमा आएर एकचोटि हिँडिदेऊ, बसिदेऊ भने जस्तो पो लाग्यो। अरूलाई एकचोटि चलाएर हेर न त्यस्तो पो लाग्यो। कुन समयमा जनताले उठ भन्छ वा जनताले यो समय भयो के न के गर्नुपर्छ, त्यो समयमा ढुङ्गा पनि बोल्दा हेर्दै जाउँ।